क्षेत्रमा पनि एउटा महत्त्वपूर्ण छ। यसले भुटौलमा एउटा मेलाको रूपमा खेल मेलाको रूपमा स्थापित भइसकेको नाताले गर्दा हामीले यो मेलाको यो खेलको मुख्य उद्देश्य भनेको खेलाडीहरू उत्पादन गर्ने, खेलाडीहरूले आफ्नो खेलहरू प्रस्तुत गर्ने र खेलाडीहरूको पहिचान गर्ने, अनुशासित बनाउने, मित्रता कायम गर्ने यसको मुख्य उद्देश्य रहेको छ। र हामीले यो खेललाई एकदमै पालिकाले अति नै महत्त्वपूर्णका साथ हेरेको छ। र यहाँबाट जुन खेलहरू खेलाइने खेलहरूमा भलिबल, कबड्डी, ताइक्वान्डो, कराटे, त्यसै गरी उसु पनि हो। तर उसु खेल हामी यहाँ गाउन सकिरहेको अवस्था छैन र हामी आउने दिनहरूमा उसु खेललाई पनि हामी समावेश गरेर अगाडि लाउने हाम्रो प्लान छ। थुप्रै खेलहरूलाई समावेश गर्न राष्ट्रपति खेल्न नसके तापनि हामीले विभिन्न माध्यमबाट विभिन्न समयमा खेलकुद, क्रिकेट, ब्याडमिन्टन, लङ टेनिस जस्ता थुप्रै खेलहरू हामीले प्रत्येक महिनामा हामी खेलाउँदै आइरहेका छौँ र हाम्रो यही मङ्सिरदेखि हामीले थुप्रै खेलहरू सम्पन्न पनि गरिसकेका छौँ। आउने दिनहरूमा हामीलाई थुप्रै जुन विद्यालयहरूबाट यी खेलहरू खेलाइदिनु पर्यो भन्ने जुन हाम्रा माग आएको छ, ती खेललाई पनि हामी समावेश गरेर अगाडि बढ्ने म तपाईँहरूको बिचमा राख्न चाहन्छु। पक्कै पनि यस्ता किसिमका खेलहरूले विद्यालयहरूमा पनि एउटा जुन एउटा उत्साह बढ्ने र खेलाडीलाई पनि उत्साह बढ्ने हामीले पाएका छौँ। मैले भन्ने गरेको छु, जति पनि विद्यालयहरू हुनुहुन्छ शिक्षा सँगसँगै खेलकुदलाई सँगै लिएर जान सक्यो भने त्यो नै विद्यालय उत्कृष्ट हुने कुरा हाम्रा यहाँ रहेका सामुदायिक र संस्थागत विद्यालयबाट प्रमाणित भइसकेको अवस्था पनि छ। म यही कुराहरू राख्न चाहन्छु र यो राष्ट्रपति रनिङ सिलमा सहभागी हुने सम्पूर्ण खेलाडी भाइ बहिनीहरू अनुशासित, मर्यादित र क्रिएटिभ भएर खेलिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। पक्कै पनि हामी यो खेललाई अझ उत्साह र अझ क्रिएटिभ बनाउनको लागि हामी विभिन्न विधाहरूमा पुरस्कारको पनि व्यवस्था गरेका छौँ। मलाई लाग्छ नेपालकै जुन यो राष्ट्रपति रनिङ सिल प्रतियोगिता छ त्यसमा विद्यार्थीलाई स्वयं एउटा नगद पुरस्कारको जुन व्यवस्था